एक्चुअली हाम्रो न्यू डेस्टिनेसन रहेको छ कैलालीको एकदमै फेमस गन्तव्य जुन कि खोडागोरी लेक रहेको छ र त्यो धेरै कहानी किंवदन्तीहरू बोकेको एउटा प्रख्यात ठाउँ कैलाली जिल्लाको देखिराख्नु भएको छ र म आफ्नो राइटतिर लागिरहेको छु है र अब साथीहरूलाई पनि बिस्तारै कैलालीतिर राइटतिर आउन आग्रह गर्छु किनभने त्यहाँ धेरै राम्रो ठाउँहरू छ र आज हामी चाहिँ एकजना दाइ हुनुहुन्छ महेश दाइ र म गइरहेको बाइक मोटो ब्लग टुरमा सो थम्स एन्ड स्टे ट्युन एन्ड किप फ्लाइङ गाइज डेभिड मोटो ब्लग्स होइन अनि सेयर गर्नु सपोर्ट गर्नु र हाम्रो राइड चाहिँ अब स्टार्ट गर्छ सो देखिसक्नुभयो अब चाहिँ हामी घोडागोरीको यो पार्टमा चाहिँ अलिकता केही क्षणहरू बितायौँ र अत्यन्त नै रमाइलो लाग्यो मलाई चाहिँ मन एकदम शान्त यहाँको वातावरण माहौल एकदम शान्त जति बसे पनि बसिराखौँ हेरिराखौँ भन्न मन लाग्यो र एउटा जिज्ञासा त धेरैहरू छ तर पनि कसैलाई भेटेपछि सोधौँला तर अहिलेको लागि यहाँ चाहिँ अलि ढुङ्गामा बसेर अलिकता वरिपरि राउन्ड हान्न पाइदियो भए मन योभन्दा बढी नै सन्तुष्ट हुन्थ्यो भन्ने हो रमाइलो दामी चाहिँ हामी सिमरानामा सामान किनेर घरतर्फ जान लागेको अवस्था चाहिँ एरोप्लेनदेखि लगेर कसरी गर्ने होला गाउँठाउँमा भ्लग गर्नुको आफ्नै बेग्लै छुट्टै मजा छ रमाइलो नै लाग्छ भ्लगिङ मार्फत देखाउन पाउँदा स्पेसली मोटो भ्लग गर्दा यहाँको सिनारियो जिल्लाको मेरो गाउँ जानुभन्दा नदी त्यो नदी एकदमै रमाइलो र एकदमै च्यालेन्जिङ छ है धेरैजनाले त्यो बाइक चढ्नलाई बाइक लग्नलाई अलिकति अप्ठ्यारो भइरहेको छ पनि आफ्नो तर्फबाट प्रयास गर्नुपर्छ त्यसोभन्दा तपाईँ त्यो नदी क्या चढ्न च्यालेन्जिङ चाहिँ छैन देखाउने नै छु हेर्दै जानु तपाईँहरूलाई कस्तो लाग्दो रहेछ च्यालेन्जिङ ब्लग यो आइसकेछ अब पानी पनि अलिकता धेरै नै रहेको छ यसमा देख्न सक्नुहुन्छ तपाईँहरूलाई त्यस्तो चाहिँ अहिले चाहिँ हामी भन्नुपर्दा सिमरानामा छ बर्मासा नजिकको पडोसी गाउँ र अलमोस्ट यो हाम्रै गाउँको पार्ट मानिन्छ र रमाइलो छ सानो भए पनि रमाइलो छ यस्तै ठाउँहरूमा बाइक राइड गर्दै रमाइलो गर्दै बेग्लै रमाइलो हुन्छ कहिलेकाहीँ सोलो राइड पनि गरिन्छ कहिलेकाहीँ ग्रुप पनि गइन्छ
र पढाइ जस्तो म चाहिँ सोलो राइड नै गरिरहेको हुन्छु, किनभने अब कतिखेर कसैको भ्याइरहेको हुन्छ भ्याइरहेको हुन्न। त्यसैले रमाइलो लाग्छ राइड गर्ने क्रममा। धेरै कुराहरू न्युली एक्सपिरियन्स नै हुन्छ होइन। कतिपय कुराहरू अनएक्सपेक्टेड हुन्छ, जुन कुरा कि लाइफको एउटा थ्रिलिङ एक्सपिरियन्स नै हो भन्छु म। किनभने लाइफमा अनुभव बटुल्दै जाँदा लाइफमा कतिपय कुराहरू सिक्न सकिन्छ, कतिपय कुराहरू यो चाहिँ हाम्रो गाउँ बनवर्षामा एन्ट्री गरिसकेछौँ र देखिराख्नु भएको छ। यो चाहिँ हाम्रो नदी साइडको एरियाहरू हो, जुन ठाउँमा स्कुल छ, नदी छ। यो स्कुलमा चाहिँ म बच्चामा पढेको सरकारी स्कुल देखिराख्नु भएको छ। मेरो मम्मीले पनि पढाउनु भएको र माया लाग्छ आफ्नो गाउँठाउँ जन्मे हुर्केको ठाउँमा बाइक राइड गर्न पाउँदा, यसरी मोटो ब्लगिङ गर्न पाउँदा रमाइलो मात्र होइन कि एउटा आउने भविष्यहरूको हाम्रो पिँढीहरूको लागि पनि यस्तो ठाउँ थियो है पहिला भनेर एउटा टक्क भिडियो कैद गरेर राखिदिए भने मेमोरीहरू क्रिएट हुन्छ नि त, मेमोरेबल हुन्छ होइन। अब पहिलाको आउने जेनेरेसनले हेर्दाखेरि चाहिँ आहा होइन यस्तो पो रहेछ भन्ने हुन्छ। अब जब कि हामी सानो हुँदाखेरि त केही पनि नभएर हामीहरूलाई अलिकता भिडियोहरू बनाउन गाह्रो हुन्थ्यो, तर अबको जेनेरेसनहरू चाहिँ धेरै एडभान्स र अगाडि बढिसकेको छ। यस्तो यस्तो कुराहरूलाई कसैलाई सिकाउनै पर्दैन, हामीभन्दा नेक्स्ट मोडर्नाइज जमाना आइसकेछ। सो केही छैन, मैले चाहिँ आफूले भ्याएको, आफूले जानेको, आफूले सुनेको, आफूले देखेको गर्न प्रयास गरिरहेको हुन्छु आफ्नो मोटो ब्लग सामु। अब हामी हाम्रो गाउँको चौराहा नजिक आइपुगिरहेछौँ। यो हाम्रो गाउँको चाहिँ मेन चौराहा, एउटा मिड पोइन्ट रहेको छ है। यहाँनिर चाहिँ सानो पसल छ। अब गाउँ सानो भयो भने रमाइलो चाहिँ रमाइलो छ। अब म करिब कुरा गर्दै बाइक राइड गर्दै घर आइपुगेको पत्तै भएन। सायद यही नै एउटा जर्नीको आनन्द हो, एउटा रमाइलो क्षण हो। र म चाहिँ बाइक राइड यताउता डुलेर अब घर पुगि नै सकेँ भनौँ है। रमाइलो लाग्यो आजको राइड। अझ फेरि आज घोडाघोडी पनि जाने प्लानमा छु केही समयपछि। र यसो वार्मअपको लागि एउटा सानो बाइक राइड गरेको, घर पनि आइपुग्यो। अब खानासाना खाएर मजाले हामी चाहिँ अब घोडाघोडीतर्फ राख्छौँ। अब एकछिन केही समय रेस्ट गरेर। एभ्रिवान, डेभिड महतो ब्लग्स हियर है। आज म चाहिँ घोडाघोडी तालको यात्रा, आज चाहिँ सानो एउटा बाइक राइड जुन कि यहाँदेखि लगभग 30 किलोमिटरसम्म रहेको छ। मिनिमम 1 घन्टाभन्दा बढी लाग्दैन होला। र घोडाघोडी ताल कैलाली जिल्लाको एकदमै प्रख्यात र एकदमै सबभन्दा ठुलो रहेछ, रमाइलो ठाउँ रहेछ। सो त्यसको लागि अब हामी बाइक राइड गरिरहेछौँ। चाहिँ अब घोडाघोडी निस्किन लागेको अवस्था आज चाहिँ बाइक राइडमा, घोडाघोडी बाइक राइडमा। र हेरौँ आजको जर्नी कस्तो हुनेछ। डेभिड महतो मोटर ब्लग है, यहाँभन्दा 30 किलोमिटर रहेको छ। र आज चाहिँ हाम्रो यही टेकन 220 मा राइड हुँदै रह मेरो बाइक है। आई एम सो एक्साइटेड टु द मोटर ब्लग जर्नी। म चाहिँ दाइलाई लिन जान्छु पहिला दाइलाई लिएर आएर अनि मजाले ब्लग बनाउँदै जानेछौँ। मैले चाहिँ के आई एम गाइज सुपर एक्साइटेड टु डु दिस राइड मोटर ब्लग है। फ्रम बनवर्षा टु घोडाघोडी 30 किलोमिटर हामी जर्नी स्टार्ट गर्छौँ हाम्रो टेकन बाइकमा। जर्नी स्टार्ट हियर। Are you ready to explore ride है।
म चाहिँ अब महेश दाइलाई रिसिभ गर्न गइरहेको छु दाइको घर। तपाईँ पनि आजको मोटो ब्लग रमाइलो हुन्छ कि भन्ने आशामा छु म। दाइ चाहिँ रेडी हुनुहुन्छ, म चाहिँ दाइलाई रिसिभ गर्न आएको दाइ ए रेडी। म चाहिँ टर्न गरेर चाहिँ यो बाइक गएको रोड हो कि टुँदैन ए ठिक है। सो गाइस अब हाम्रो यात्रा चाहिँ जारी राख्छौँ। बनवर्ष गाउँदेखि 30 किलोमिटर छ भन्ने सुनिएको आएको छ। र अब एक्ज्याक्टली हामी चाहिँ 77,164 किलोमिटरदेखि स्टार्ट भएको मिटर र अहिले 4:32 भएको छ। हेरौँ अब कति बजे पुग्छ। अहिलेको टाइमिङ चाहिँ यही रहेको छ। लेट्स इन्जोय आवर बाइक टु मोटो ब्लग टुर घोडाघोडी ताल। कैलालीको एकदमै फेमस घोडाघोडी ताल रहेको छ। आज बाहिर म गइरहेको छु। हेरौँ त्यहाँको धेरै भयो, धेरै पछि गइरहेको छु। पहिला अहिले धेरै समयदेखि आउटिङ जान पाएको छैन। आज यस्तो टाइम मिलाएर आफ्नो ठाउँलाई एक्सप्लोर गर्दै अगाडि गर्न हिँडौँ भन्ने सोचको पढाइ जस्तो मोटो ब्लगहरू अगाडि नै प्रिपेयर भएर बसिन्न। यसो अचानक मुड आयो जाम हिँड्यौँ भन्यौँ, दाइसँग एकछिन सल्लाह भयो र हामी हिँडिहाल्यौँ। र पक्कै पनि दाइ भाइ भयो भने हामीलाई कोही चाहिन्न, हामी जहाँ पनि घुमिदिरहेको हुन्छौँ। स्पेसली ट्राभलर लभर होइन, अनि ठाउँहरू नयाँ नौलो ठाउँहरू घुम्न रुचाउने भएकोले अब बिस्तारै अहिले त सर्ट ट्रिपहरू मात्र मोटो ब्लगिङ गरिरहेको छु। पछि पछि मौका मिल्यो भने लङ ट्रिप लङ मोटो ब्लगिङहरू पनि गर्ने नै छु होइन। र आफ्नो गाउँठाउँबाटै नै एक्सप्लोर गर्दै बिस्तारै अलिअलि भए पनि भिडियोहरू बनाइरहेको छु है। पहिला भनिन्छ नि अरू ठाउँभन्दा पनि पहिला आफ्नो ठाउँलाई बुझ्नु जरुरी छ। आफ्नो ठाउँमा भएको चिजहरूलाई युटिलाइज गर्न जरुरी छ, घुम्न जरुरी छ। र यताउता सबै चिजहरू मार्केटदेखि लिएर लोकालिटीदेखि लिएर वरिपरि के भइरहेछ अनि के कस्तो घुमघाम गर्ने ठाउँहरू छ भनेर खुल्दुली राख्छ। त्यसैले फ्री टाइम हुने बित्तिकै बाइक राइडमा निस्किहाल्छु। अब सधैँ त टाइम मिल्दैन, अब यसो गाउँघर आएको बेला चाहिँ रमाइलो लाग्छ। अब जर्नी भनेको यही हो कि घुम्दै सिक्दै गर्ने रहेछ जस्तो लाग्छ होइन। हरेक कुराहरू कोही पनि अलरेडी सिकेरै आएको हुन्न, केही कुराहरूलाई चाहिँ एक्सपिरियन्स लिनु पर्दो रहेछ होइन। हरेक कुरा पढेर मात्र पनि नलेज नहुँदो रहेछ। केही कुराहरू आफूले भोगेर, केही कुराहरू आफूले गरेर पनि धेरै कुराहरू नलेज लिन सकिँदो रहेछ। सो यो चाहिँ अब के भन्ने, यो चाहिँ पर्तापुर बजार हो, हाम्रो गाउँदेखिको नजिकको बजार यही नै हो, पर्तापुर गाउँ हो। अहिले चाहिँ हामी पर्तापुर गाउँमा छौँ। अब केही छिनमा हामी चाहिँ पर्तापुर बजार पुग्नेछौँ र पर्तापुर बजार हुँदै हाम्रो गोलरा हुँदै हाम्रो यात्रा चाहिँ लगभग आजको 30 किलोमिटर जति छ। अब मजाले आरामले गयो भने 1 घन्टामा मजाले पुगिन्छ। तर हामी हतार गरेर होइन, हामी सेफ जर्नी नै गर्नेछौँ। किनभने स्पिड भन्दा पनि हामीलाई सेफली पुग्नु चाहिँ मेन इम्पोर्टेन्ट कुरा लाग्छ होइन। कुनै ठाउँमा साह्रै जानुभन्दा पनि ढिलो गयो बरु राम्ररी गयो, त्यो चाहिँ जर्नीको मजा त्यही नै हो होइन। सबै कुराहरू बाटोमा भएको निहाल्दै हेर्दै रमाइलो लागिरहेको हुन्छ। अब सधैँ त कहिलेकाहीँ एभ्री डे लाइफमा हरेक दिन राइड गर्दाखेरिको अनुभव फरक नै हुन्छ। किनभने डिफ्रेन्ट ठाउँ होइन, नयाँ ठाउँ
एक्सप्लोर गर्नको साथै साथै त्यहाँको वातावरण माहौल बुझ्ने प्रयास गरिरहेको हुन्छु म र त्यही कुराहरूलाई आफ्नो ब्लग्स थ्रु देखाउन प्रयास गरिरहेको हुन्छु। पक्कै पनि हजुरहरूलाई पनि घुम्न रुचाउनुहुन्छ भने घुम्नुहोस्, लाइफमा धेरै कुरा एक्सपिरियन्स गर्ने मौका अपर्च्युनिटी पाइन्छ। त्यो चाहिँ लाइफमा पछि बिजी भइहाल्यो भने 40 कटेसी रमाउला भन्ने हुन्न। त्यसैले टाइममै कमाउनु पर्दो रहेछ, टाइममै रमाउनु पर्दो रहेछ है। के गर्ने, लाइफमा यस्तो कुराहरूलाई अलिकता इम्पोर्टेन्स दिनै पर्छ। तर अब बिस्तारै बिस्तारै लङ ट्रिप जाने इच्छा नि छ। त्यो अब त्यो कहिले पुरा हुन्छ भन्ने चाहिँ थाहा छैन, तर अब सकेसम्म एकचोटि मेरो इच्छा चाहिँ अफरडल्पोसम्म पुगेर आउने हो बाइक राइडमा। र खालि इच्छा मात्र भएर हुन्न, टाइम पनि म्यानेज हुनुपर्छ है। अनि एक्लै पनि राइडको मजा कहिलेकाहीँ आउन्न, कहिलेकाहीँ ग्रुप भयो भने त्यसको साथीभाइहरूसँग राइड गर्न पाउनुको मजा नै फेरि बेग्लै हुन्छ। र त्यो चाहिँ बिस्तारै अब हामी साथीभाइहरू मिलेर पक्कै पनि नयाँ मोटो ब्लगिङ ल्याउने नै छौँ। र गाउँघरतिरको मोटो ब्लगिङ चाहिँ मलाई चाहिँ रमाइलो लाग्छ, किनभनेको त्यहाँको शान्त फिल एन्ड भाइब होइन, लोकालिटीहरूसँग बोल्दै हाँस्दै रोक्दै ठाउँ ठाउँमा एक्सप्लोर गर्दै त्यसको चाहिँ बेग्लै छुट्टै मजा छ। र बाटोमा हिँड्दै जाँदा कहिलेकाहीँ विचित्रको मान्छेहरूसँग पनि भेट हुँदो रहेछ है, किसिम किसिमको मान्छेहरूसँग पनि भेट हुँदो रहेछ। त्यो पनि लाइफको एउटा अनौठो अनुभव नै हो है। रमाइलो छ जीवनमा, जति कुरा घुमेर सिकिँदो रहेछ त्यति कुरा चाहिँ पढेर भन्दा पनि घुमेर सिक्ने कुराहरू चाहिँ धेरै लाग्यो। लाइफको प्र्याक्टिकल बेस स्टडी भनेकै ट्राभल रहेछ है। जहिलेसम्म हामी जति ठाउँ डुल्यौँ, जति मान्छेसँग भेट्यौँ, त्यहाँको कल्चर, त्यहाँको कम्युनिटी, त्यहाँको वेशभूषादेखि लिएर रमाइलो लाग्छ। कतिपय कुराहरू चाहिँ लाइफमा एक्सपिरियन्स को साथसाथमा मान्छेलाई एउटा नयाँ ऊर्जा र एनर्जी पनि दिँदो रहेछ। ट्राभलिङ, एउटा बाइक राइडिङ, बाइक टुरिङ गऱ्यो भने। पहिला चाहिँ ट्रेकिङ एकदम गरेको मान्छे अब चाहिँ बिस्तारै बाइक राइडिङतिर पनि अलिअलि अनुभव लगौँ। अब अझ त धेरै कुराहरू गर्नु बाँकी छ, तर पाइला जोडेर गन्तव्यसँग पुगिन्छ भन्छन्। म चाहिँ त्यसै गरी आफ्नो बाइक राइड गर्दा हेरौँ जिन्दगी लिएर गन्तव्यले कहाँसम्म पुगाउँदो रहेछ र कति ठाउँहरू घुम्न सकिँदो रहेछ। अब हामीसँग सबै कुरा त सधैँभरि घुम्नलाई अलि गाह्रै होला, तर सकेसम्म टाइम म्यानेज हुने बित्तिकै सबभन्दा मेरो फर्स्ट इम्पोर्टेन्स भनेकै ट्राभल हो होइन। किनभने ट्राभल भनेको मान्छेको लाइफमा यस्तो ऊर्जा र एनर्जी दिँदो रहेछ। अगाडि आउनुपर्ने गर्नुपर्ने जुन एउटा मेन्टल स्ट्रेस हुन्छ है, त्यो कुरालाई एउटा रिलिभ गर्नेलाई बेस्ट थेरापी भनेकै ट्राभलदेखि। इभन तपाईँ ट्रेकिङ जानुहोस्, बाइक राइड गर्नुहोस्, जहाँसुकै गर्नुहोस्, तर त्यसलाई एउटा हिलिङ गर्ने एउटा आफ्नो एउटा सबैको आफ्नो आफ्नो एउटा पिसफुल एउटा हिलिङ जोन हुँदो रहेछ। मेरो लागि चाहिँ ट्राभलिङ र बाइक राइडिङ, ट्रेकिङ, नयाँ ठाउँ जाने, घुम्ने, नयाँ मान्छेहरूसँग भेटघाट गर्ने र त्यताको लोकालिटीको बारेमा, कम्युनिटीको बारेमा बुझ्ने, आई थिङ्क मलाई यही कुरा नै सबभन्दा एकदम बेस्ट एक्सपिरियन्स लाग्छ होइन। यो चाहिँ हामीले कुनै पनि युनिभर्सिटीमा पढ्न पाइन्न। यो चाहिँ हाम्रो खुला युनिभर्सिटी भनेको हाम्रो जिन्दगी नै एउटा द लाइफ इज ओपन बुक भन्छु है। एउटा जिन्दगी नै खुला किताब जस्तो रहेछ। जति घुम्यौ, जति सिक्यौ, जति गऱ्यौ त्यति अनुभवी भयो है। र हामी अब गफ गर्दा गर्दै बाइक राइड गर्दा गर्दै गुल्डा पुगेको थाहै भएन। गुल्डा चाहिँ बाइ द वे हाम्रो घरतिरको मेन हाइवे हो। हाम्रो गाउँदेखिको
नजिकको हाइवे हो। यो चाहिँ डाइरेक्ट काठमाडौँ पूर्व जाने हाइवे हो र हामी चाहिँ आजको जर्नी घोराघोरी भएकोले हामी चाहिँ पूर्वतिर होइन पश्चिमतिर लाग्छौँ। अझै पश्चिम गुल्रा भएर सायद डाइरेक्ट पश्चिम लाग्यो भने उतातिर महेन्द्रनगर अतरिया धनगढीतिर जान सकिन्छ। र देखिराख्नु भएको छ यहाँको रोडहरू ग्राभल नै छ है। अब बिस्तारै परिवर्तन भइरहेछ। अब सबै कुरा सोचे जस्तै परिवर्तन हुन्न, समय लाग्दो रहेछ परिवर्तन हुनलाई। तर समयसँगै परिवर्तन हुनु आवश्यक छ। त्यो सँगै सोचको पनि परिवर्तन हुन अति नै आवश्यक रहेछ। र आज यो गुल्रा देखिराख्नु भएको छ, यो चाहिँ गुल्रा हो, यहाँको मेन हाइवे। आज यहाँ हाट बजार पनि लाग्दो रहेछ शनिबारको दिन। एकदमै भिड मेला जस्तै छ है, रमाइलो हुन्छ गाउँघरतिर। खै मलाई चाहिँ अब सहर बजारमा बसेको एक्सपिरियन्स र गाउँघरमा बसेको एक्सपिरियन्स एकदमै बेग्लै नै पाइरहेको हुन्छु। किनभने अब गाउँघरतिर साथीभाइहरूसँग घुम्नुको जुन आनन्द छ त्यो सहर बजारमा त्यति खासै अनुभव गर्न पाइन्न। किनभने त्यहाँको लाइफस्टाइल भनेको एउटा इफ स्टुडेन्ट लाइफ छ भनेपछि रुम टु कलेज, कलेज टु होम है। अब कहिलेकाहीँ घुम्न निस्किएला, तर जुन आफ्नो लोकल ठाउँ लोकल गाउँघरमा भएर जुन साथीहरूसँग घुम्न निस्किन्छ, जुन समय जुरिन्छ त्यो समय चाहिँ लाइफको बेस्ट मेमोरेबल टाइम हो जस्तो लाग्छ मलाई। द्याट इज अ गोल्डन लाइफ अफ आवर लाइफ है। किन भन्छु भने यो फिल एन्ड भाइब आफ्नो ठाउँले नै दिन सक्दो रहेछ कि अरू ठाउँले चाहिँ खासै जति घुमे पनि जे गरे पनि आफ्नो ठाउँ भनेको आफ्नै ठाउँ रहेछ। त्यो अलग लेभलको पिस के है। हुन त घुम्न कति पो ठाउँहरू घुमिन्छ, सबै ठाउँको आफ्नो आफ्नो महत्त्व छ, सबै ठाउँको आफ्नो आफ्नो इम्पोर्टेन्स छ, आफ्नो सौन्दर्य छ, आफ्नो आफ्नो कल्चर छ, कम्युनिटी छ है। तर त्यही कुरालाई हामीहरूले गेन गर्दै अगाडि घुम्दै सिक्दै जाने हो। र बाइक राइड गर्दा गर्दै हामी सुखर पनि पुगिसक्यौँ। अब सुखरदेखि चाहिँ खासै टाढा चाहिँ छैन रहेछ घोडाघोडी ताल है। अब यहाँ चाहिँ नजिकै छ, केही छैन। अलिक सिटीमा चाहिँ अलिकता सोलो नै राइड गरिरहेको हुन्छु। किनभने सिटी भनेको अलिक बिजी एरिया हुन्छ। प्लस फाइनली गाइस दिस इज घोडाघोडी है। देखिसक्नु यो चाहिँ यहाँ नास्ता खाने गराउने गाडी छ। घोडाघोडी ठ्याक्कै हामी कति भनेपछि गाइस हामी चाहिँ अब घोडाघोडी आइसकेछौँ र अब चाहिँ बिस्तारै चाहिँ घोडाघोडी अगाडि बढ्नेतर्फ। र हेरौँ यहाँको के छ घोडाघोडीको मेन स्पेसल हैन। खाजा त त्यस्तै हो, यहाँ आइसक्रिम पसलहरू पनि मजाको टन्नै रहेछ। र एउटा ग्रुप पनि आएछ, आई थिङ्क यो स्टुडेन्ट ग्रुप हो जस्तो लागिरहेको मलाई। र कतिखेर अब आज चाहिँ शनिबार भएर अलिकता क्राउड चाहिँ रहेको छ। अब दाइ चाहिँ त्यहाँ हुनुहुन्छ है, दाइ चाहिँ त्यहाँ हुनुहुन्छ। र यो चाहिँ घोडाघोडी, यो चाहिँ मन्दिर। हाम्रो फाइनली बाइक चाहिँ यहाँ रहेको छ, इट्स आवर बाइक है। दाइ चाहिँ यहाँ हुनुहुन्छ। टिकट काउन्टर चाहिँ त्यहाँ जानुपर्छ जस्तो छ। अब घोडाघोडीको दर्शन गर्नतिर अगाडि बढिरहेछौँ। र यहाँ चाहिँ यो मन्दिरको एकदम पुरानो मान्यता र विशेष मान्यता पनि रहेको छ। म दाइसँग सोध्न प्रयास गर्छु। यो मन्दिर अझ चाहिँ बन्दै रहेको छ, ध्वजाहरू रहेछ होइन। अझ चाहिँ तालचा हानेछ घोडाघोडी देउथान, घोडाघोडी देउथान।
यो चाहिँ यहाँ बिहेहरू पनि हुने गर्छ टाइम टाइममा। देख्नुहुन्छ यो मन्दिर है। बाजे हुनुहुन्छ, यो चाहिँ हाम्रो देउता हुनुहुन्छ यहाँ चाहिँ। घोडाघोरी, घोडाघोरी चाहिँ घोडा चाहिँ उहाँ यीको नामबाट घोडाघोरी परिएको हो। यहाँ देखिराख्नु भएको छ उहाँहरू हुनुहुन्छ। लाफिङ बुद्धको पनि रहेको छ। र यो चाहिँ मिनी गाइस, हामीसँग एकजना यहाँको बाजे हुनुहुन्छ, भगत हुनुहुन्छ, जुन पुजारी हुनुहुन्छ यो घोडाघोरीको बस्नु भएको छ। र उहाँसँग केही कुराहरू सोध्छु म। सीताराम, अपने शुभ नाम का परल? नाम हो भिखराम दास सतगौवा। सतगौवा कौन गाँव परली? सारी पानी सारे देवखरान घर। यहाँ आपने पुजारी हुई? बुढ़ी यहाँ अठारह घोड़ा-घोरी के बारे में एकचोटी कल से फिर बता दी ना यहाँ के बारे में का खास? यहाँ के बारे में का बताऊँ मैं, इतिहास एकर 60 गांव डूबल बटैत हैं पहले खाल हो गए। र हामी चाहिँ अब बिस्तारै गइरहेछौँ यो के भन्छ यो टिकट काउन्टरमा। र यो टिकट काउन्टरको चाहिँ कति हो मलाई चाहिँ थाहा छैन, 10 रुपियाँ। दाइहरूले चाहिँ यहाँ चाहिँ 10 रुपियाँ पर पर्सन रहेछ। फोटोग्राफी पनि रहेछ र शुल्क 10 र देखिराख्नु भएको छ। शनिबार भएकोले पनि हो र एकदमै भिड रहेको छ यो ठाउँ चाहिँ। ठिकै छ। अब हेर्ने लायक सानो पार्क चाहिँ छ भनेर सुनिरहेको थियौँ। अब कति ठुलो पार्क चाहिँ छ त्यो बेला हामी हेरेरै थाहा हुन्छ। हामीले चाहिँ अहिले टिकट लग्यौँ होइन, पर पर्सन 10 रुपिस। र बाहिरमा चाहिँ जाने गाडी छ। अब हेरौँ अगाडिको के रहेछ, सिनारी सानो पुल रहेछ छ, तर फोटोग्राफीको लागि त्यो पनि प्याक छ। त्यही भएर अलि माथितिर गएर हामी हेर्छौँ। अलि माथितिर चाहिँ हामी गएर हेर्छौँ। चाहिँ ढुङ्गा सुङ्गा चल्ने नचल्ने कोही कुरा थाहा छैन हामीलाई। बिस्तारै माथि गइरहेको छ। शान्त छ, रमाइलो छ वातावरणको है। सबैतिर बिजी र घोडाघोरीमा घोडा नहुने कुरै भएन, तर यता छैन, अगाडि छ। अब माथि जाँदै गएर यता चाहिँ फोटो सेसन भइरहेको रहेछ। यो चाहिँ हाम्रो घोडाघोरीलेको भ्यू टावर रहेको छ, सानो मन्दिर। र थाहा छैन यो भ्यू टावरमा चाहिँ हाम्रो कति चार्ज लाग्छ भन्ने कुरा, अब माथि नै गएर थाहा हुन्छ। यो पेड हो कि फ्री अफ कस्ट हो कि हामीले पे गर्नुपर्ने हो। देखिराख्नु भएको छ यहाँ चाहिँ मजाको भ्यू टावर पनि रहेछ र बनाउनु चाहिँ मजाले बनाएको छ यो ठाउँ है। भ्यू टावर बनाएर चाहिँ एकदमै राम्रो लाग्यो। ल ठ्याक्कै यहाँनिर कोट्स पनि हेरिहालौँ, पर्यटकहरूलाई सम्मान गरी सुरक्षाको अनुभूति दिलाउँ।
यो चाहिँ एकदम जरुरी छ भाइ द वे गाइज। जब टुरिस्टहरू सेफ फिल गर्छ तब मात्रै ट्राभल गर्छ भन्ने हाम्रो मान्यता हो। देखिराख्नु भएको छ नेचुरल ब्युटी अफ कैलाली घोडाघोरी है। र यहाँ आएर चाहिँ साँच्चै नै गाइज मन चाहिँ एकदमै पिसफुल शान्त अनुभूति भइरहेको अवस्था। कैलाली जिल्लाको प्रख्यात घोडाघोडी देखिराख्नु भएको छ। हो यहाँ बाइ द वे गाइज होस्टेल फिल्मको गानादेखि लिएर फिल्महरू पनि सुटिङ हुने ठाउँ गन्तव्य बनिसकेछ घोडाघोडी ताल। इतिहास यसको माइक यहाँको 7वटा गाउँ डुबिएको भनिएको छ र 7वटा गाउँ धेरै कहानीहरू छ भन्ने यसको कुराहरू छन्। हिस्ट्री अनुसार यहाँको लोकल मान्छेहरूको भनाइ अनुसार तर 7वटा गाउँ डुबेको र यहाँ अझै पनि पूजा हुन्छ भन्ने सुनिएको छ। देखिराख्नु भएको छ यहाँको सिनारियो हेर्दा चाहिँ अति दामी है। पेनोराम भ्यू है। उता माथि पनि रहेछ टावर तर बिस्तारै हामी उता पनि जान्छौँ। अब माथि चढ्न सकिन्छ भने हामी एकचोटि माथि चढेर माथिदेखि सबै ठाउँहरू निहाल्नेछौँ। र हामी अहिले माथि चढिरहेको अवस्था दाइरामा। दाइ हुनुहुन्छ चढिराख्नु भएको छ। वाउ दामी वाउ। फाइनली गाइस दाइरोमा घोडाघोडीको घुमघाम भ्लग पनि धेरै बनायो होइन। रमाइलो भयो। कसिन लाग्यो? एकदम मजा एकदम मनोरञ्जन गर्ने मजा लाग्यो। एकदम रमाइलो हुइल। ल गाइस तपाईँहरू पनि घोडाघोडी आउनु होला र भिजिट गर्नु होला। यहाँ बोटिङ मात्र भइदिएको भए अति दामी हुन्थ्यो भन्ने हो है। जति पनि यता फाँटहरू देखिरहेको छु त्यहाँ बोटिङ मात्र भइदिएको भए यति दामी हुन्थ्यो कि अति रमाइलो हुन्थ्यो। यसो देखिराख्नु भएको छ यहाँ चाहिँ बोटिङको लागि रहेछ व्यवस्था पनि रहेछ है। र बोटिङको के हो कस्तो हो त्यो चाहिँ हामीले बुझ्न जरुरी नै पर्छ कति के लाग्छ भन्ने कुरा। र एकदम चान्के पार चलो फिल्ममा देखेको जस्तै अलिकता बनारहेछ यो बोटिङको अवस्था। र सजावट कस्तो राम्रो होइन। ड्रागन देखिराख्नु भएको छ यो ड्रागन। र यता हाँस बनाएको र काठको पनि बोटिङ रहेको छ। र देखिराख्नु भएको छ यता। यसो हेर्दाखेरि हाम्रो घोडाघोडी ताल पनि फरेन कन्ट्री भन्दा कम छैन रहेछ। यो ठाउँमा चाहिँ कल्चरल ड्रेस भाडामा दिइने रहेछ 1 घन्टाको 100 रुपियाँ। र कमलको फुलहरू कस्तो मजाले फुलेको र यो पात देखिराख्नु भएको छ कमलको फुलको पात। यसमा चाहिँ हाम्रो कल्चरमा बिहे हुँदाखेरि भोज हुँदाखेरि चाहिँ यही पातमा खाना खाइन्थ्यो।
र घोराघोरी तालमा घोरा नदेखिने कुरै भएन, किनभने घोरा नभयो भने घोराघोरी तालको के अर्थ रहन्थ्यो र भने जस्तै प्रत्यक्ष हामीले यहाँ घोराहरू पनि भाडामा दिने देखियो, जुन कि यता मन्दिरदेखि अलिकता बाटोमा हिँडाको 150 रुपियाँ पर पर्सन। र यो पुलमा हिँड्नलाई चाहिँ मान्छेको मरिहत्ते भिड, भाइरल पुल भनिँदो रहेछ घोराघोरी तालको। यसमा फोटो खिच्नलाई टिकटक बनाउनेको उत्तिकै भिड। अनि मैले पनि लास्टमा अलिअलि यसो चढ्दिउँ भनेर यसो अनुभूति लिँदै, किनभने ठाउँमा गयो भने यस्तो कुराहरू चाहिँ अलि रमाइलो लाग्दो रहेछ, फनी हुँदो रहेछ। प्लस यो ठाउँ चाहिँ टिकटक र फोटोग्राफीको लागि पनि अति बेस्ट लोकेसन भन्ने जस्तो देखियो। टिकटक बनाउनेको लड्को नै देखियो र डेटिङ स्पोटको लागि पनि। र घोराघोरी तालमा यो चाहिँ एकदमै बेस्ट लोकेसन फोटोग्राफीको लागि रहेको छ। र हामी पनि अलिअलि फोटो खिच्यौँ, भिडियोहरू बनायौँ। दाइ पनि रमाउनु हो, भिडियो खिच्नु हो, धेरै पछि आए रमाइलो लाग्यो भनिराख्नु भएको थियो। र घुम्दा घुम्दै अब लास्टतिर आइसकेको थियौँ, जुन कि फुलहरूमा अलि भिडियो बनाउँदै रमाइलो गर्दै।